साथीहरु, गुड मर्निङ सबैजनालाई। के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। स्वागत छ तपाईहरुलाई मेरो भिडियो भ्लगमा। हामी चाहिँ नन्द भाउजू भएर कहाँ जानला हम? नमस्ते, गुड मर्निङ एभ्रीवन। नन्द भाउजू भएर चाहिँ हामी चाहिँ उ टाढाको त्यो कता हो यतिकै यो वनमा च्याउ खोज्न जानला हम। अनि आमा उ तल लैरामा छ बाख्रा। आमा चाहिँ गोला जाने। अनि हामी चाहिँ च्याउ च्याउ खोज्न खोज्न जाने भए आउनुस्। कतिजनाले च्याउ खाइसक्नु भयो कमेन्ट गर्नुस्। हामी चाहिँ पहिलोचोटि खोज्न जाँदैछौँ, भेटिन्छ कि नै। म चाहिँ खाँदैन है गाई, चाहिँ मलाई मन पर्दैन। उहाँले चाहिँ चिची मात्र मन पर्छ रे, हामीले फेरि च्याउ मन पर्छ। होइन गाई, मलाई चिची पनि खासै मन पर्दैन। गल्डेङ्गो लगाए कस्तो मजाले हेर्नु भएको छ। अनि हाम्रो चाहिँ यता छौँ। अबदेखिबाट हाम्रो नन्द भाउजू डेली भ्लग आउँछ साथीहरू। तपाईँले माया साथ सपोर्ट गरिदिनु होला। अनि फलो गर्नु भएन भने फेसबुक पेजमा फलो गरिदिनु होला। अनि युट्युबतिर सब्सक्राइब गर्नु भएको छैन भने गरिदिनु होला है गाई, सेयर पनि गरिदिनु होला। सबैजनाले लाइक गरिदिनु होला। हजुरहरूको एक लाइक सेयर सब्सक्राइबले हामी अलि माथि पुग्छौँ क्या गाइज। त्यही भएर गर्न नभुल्नु होला। अनि मेरी सासु आमाले चाहिँ मेरो छोरो छोरा बोकेर गला जानुहुन्छ। हामी चाहिँ च्याउ खोज्न जान्छौँ। उताको गाउँ देख्न सक्नुहुन्छ साथीहरू। अबि झन्डै लोड्नु भएन आमा। अनि यताहरू खरबारीहरू तन्नै छन्, बाख्राहरू तन्नै छन्। बाख्राहरू चाहिए मकैले सम्पर्क गर्नु होला। कन्ट्याक्ट नम्बर चाहिँ छोडिदिन्छु। 986060 भएको 0 भुइँमा 0 एकमा कन्ट्याक्ट गर्नु होला बाख्रा चाहिएमा। मेरो सानी चाहिँ यहाँ छिन्, कता छिन् सुते खा बिचरा। अनि हामी त जाँदैछौँ। मेरो मुने बाख्रा माथि छ। बिचरा नानीलाई हिँड्न धुबाहारे उकालोको बाटोमा। उकालो भन्छ ओह्रालो तिर गएर सानीलाई यसो फलो पनि गरिदिनुहोस् गाइज। अहिले न्यू आइडी खोलेको, सबैजनाले लाइक पनि गरिदिनु, कमेन्ट पनि गरिदिनु, रिपोस्ट गरिदिनु, कपलिङ गरिदिनु। साथीहरू म पनि हजुरहरूलाई गरिदिन्छु। फलो ब्याग दिनेछु भन्नुहोस् न। फलो ब्याग पनि दिन्छु। लाइक गर्नुभयो भने लाइक गरिदिन्छु, कमेन्ट गर्नुभयो भने कमेन्ट गरिदिन्छु, रिपोस्ट गर्नुभयो भने रिपोस्ट पनि गरिदिन्छु, सबै गरिदिन्छु म। ब्याक टु ब्याक। हामी चाहिँ छौँ यता यस्तरी भ्लग बनाउनु पर्छ। कति गाह्रो छ भ्लग बनाउन नि। बाटो देख्न सक्नुहुन्छ बाख्राहरू। अनि अहिले मन्टामा भिरेको सेतो के भन्नु होला, यो चाहिँ पल्टानी झोला साथीहरू। प्युठानीको पल्टानी झोला चाहिँ यो हो। हाम्रो चाहिँ झोला चाहिँ एकदमै भाइरल भएको छ। कसैले चाहिएमा चाहिँ मैले अघि नै बाख्रा चाहिएमा कन्ट्याक्ट गर्नु होला भनेर फोन नम्बर छोडिदिएको थिएँ। त्यसले टेलिफोनको नम्बर त्यसैमा कन्ट्याक्ट गर्नु झोला पाउनु सक्नुहुन्छ सजिलै। अनि जता नेपाल भरि सबै जतासुकै भए पनि डेलिभरी हुन्छ झोला चाहिँ। अनि फरक फरक छ झोला। आमाको छुट्टी छ, मेरो छुट्टी छ। नानीले मात्रै लिनु भएन झोला। मेरो चाहिँ झोला छैन है गाइज। म पनि अर्को भ्लगमा झोला लिएर उपस्थित हुनेछु भन्ने बाचा गर्न चाहन्छु। अनि यसो युट्युबतिर पनि जतिजनाले फेसबुकमा हेर्नुहुन्छ युट्युबतिर पनि हेरिदिनु होला ल। माया गरिदिनु होला सबैजनाले। हाम्रो लागि नभए पनि बुढी सासू बुढी आमा सासूको लागि गरिदिनु होला। त्यो घारा रिस गर्ने मान्छे यहाँ हुनुहुन्छ क्या यहाँ भिडियोमा। देख्नुभयो साथीहरू उता मान्छेलाई हेर्नु पर्छ मौसम भ्यूहरू। भन्दै यति नै। अनि अर्को भिडियोमा भन्यो कि च्याउ खोजेको पनि हाल्नेछौँ थोरै। अर्को भिडियोमा फेरि च्याउ खोजेर हाल्छौँ ल। हामी चाहिँ चिउ खोज्न गइसक्यौँ। आमा चाहिँ पाहाडे बाख्रा हेरिरहनु भएको छ। ऊ काट्दा पाहाडे काट्ने भने त दुई नम्बर लिएको अनि उति लिएको थिएँ मैले। यता को बटुकुर चरे जस्तो घाँस काटेको छ आमा हेर्नु त। हेर्नुहोस् है आमा, मैले अस्ति च्याउ कहाँ भेटा भनेर म सिकाइदिन्छु।
भनिदिन्छु क्या के तिमीलाई माया गरिरहँ त्यो खोज्न गएको रे हान्छै पल्टानी झोला बिरेर नसाट्नु तिमी यति बेटा आमा तिम्रै भर परिरहँ बाट्टैमा फेरि कतिवटा एउटै ठुला आमा खुट्टा भएको कस्तो राम्रो कति मिठो बाटो भनेपछि कति चाहिँ होला साथीहरू फाइनली हामी चाहिँ आइपुगेर च्याउ टिप्दैछु म धक्क लाएर खाइन्छ अनि नानी चाहिँ उकालो हुनुहुन्छ त्यहाँ खोज्दै हुनुहुन्छ भिडियो लामो हुने भयो ल अहिले चाहिँ बाई बाई अर्को भिडियो बनाउँछु ल बाई साथी